कोइलीको कुहु कुहु सँगै कोइलीको कुहु कुहु सँगै भिडियो सुरु गर्न पाउँदा म पनि छु एकदमै दङ्गै। गुड मर्निङ, नमस्ते, नमस्कार साथीहरू, हजुरहरूलाई स्वागत छ कुमारी फ्यामिली ब्लगमा। अनि साथीहरू, के छ हालखबर? म चाहिँ एकदम सन्चै आरामै छु। आशा छ हजुरहरू पनि सन्चै आरामै हुनुहोला भन्ने आशाको साथमा भनेको त साथीहरू, वहाँनिर हरिपुरमा भजन बजिरहेको रहेछ है। म चाहिँ घर आइपुगिसकेँ। आज चाहिँ चिसो चिसो हावा चलिरहेको छ, बिहान बिहानै एकदम चिसो हावा आइरहेको छ। मेरो चाहिँ सब पसलहरू सबै बन्दै छ, नानीहरू पनि सुतिरहेका छन्। अब चाहिँ म पसल खोल्छु। ल त साथीहरू, म चाहिँ एकदम सन्चै आरामै छु। बोल्दा बोल्दै रोकेको थिएँ किनभने पारी चाहिँ भजन बजिरहेको थियो नि त। अनि गीतहरू बोल्दाखेरि भजनहरू यस्तो गीतहरू बोल्दा कपिराइट लाग्छ भन्ने चाहिँ थाहा छ साथीहरू, त्यही भएर। अनि म चाहिँ सन्चै आरामै छु। आशा छ हजुरहरू पनि म जस्तै सन्चै आरामै हुनुभएको होला भन्ने आशाको साथमा साथीहरू, आज बिहान बिहानै भिडियो सुरु गर्न पाएँ, खुसी छु। हस् त, भिडियो सुरु भयो है त साथीहरू। हेर्दै जाउँ आजको भिडियो के कस्तो हुन्छ, हेरेर साथ दिनुहोला, माया दिनुहोला। अनि हिजोको भिडियो, हिजो चाहिँ धेरै दिनपछि भिडियो राखेको थिएँ, तर साथीहरूले यति धेरै माया सपोर्ट दिनुभएको रहेछ। अहिले चाहिँ बिहान बिहान हेरेर थाहा भयो होइन, थोरै भए पनि। अनि भ्युज त धेरै आएको छैन नि साथीहरू, त्यही पनि जे जति मेरो साथीहरूले माया गर्नुभएको छ नि, त्यसको लागि फेरि पनि मेरो हृदयदेखि नै बिहान बिहानै हजुरहरूलाई धन्यवाद टक्राउन चाहेँ है त साथीहरू। आजको भिडियो सुरु भयो। कहाँनिर हुँदैन बाबु, अब किम्बु त सकिहाल्यो। अनि तर नि साथीहरू, मेरो चाहिँ यो 12 मासे किम्बु हो। अस्ति पुरै खाएर पनि फेरि पनि फलिरहेको छ, फेरि पनि। अनि यहाँ कलिलो कलिलो फलिरह। भोलि पर्सि बाबु खान्छ है। बाबुलाई देखाऊँ थोरै। लु ध्यान हाई गर्नु न त, नमस्कार भन नि त। त्यो कलिलो त खानु हुँदैन त, के स्वाद हुन्छ र खानु। ओइट, यस्तो कलिलो बिचरा भर्खर फलेको। लु, सानोलाई चाहिँ कलिलो किम्बु खानु पऱ्यो रे। अनि म चाहिँ अब गइरहेको छु के गर्नु भन्दाखेरि, टमाटर यति धेरै पाकेको छ नि साथीहरू मेरो बारीमा। लोकल टमाटर हो यो चाहिँ, मसिनो खाले मजाले पाकिरह। अब म चाहिँ साग टिप्न हिँडेको, साग टिप्न हिँडेको। साग के टिप्न हिँडेको होला मामु भनिदेऊ न। अहिले चाहिँ कस्तो मजाले मेरो सागहरू चाहिँ मजाले भएको छ टिप्ने बेला। अनि यहाँ चाहिँ झिङ्गे यस्तो मजाले फलेको छ। झिङ्गे यो चाहिँ मैले बिरुवै किनेको थिएँ। झिङ्गे खतरै फलिरहेको छ, सानो बोट छ, त्यो पनि फले। अब चाहिँ म यही साग टिपेर लाने हो अनि मिठो मिठो बनाएर पकाएर खाने हो। अहिले त गट्टा पनि लाग्न थाल्यो हो, फर्सीको पनि यस्तरी गट्टा लागिरहेको छ। म एकमुठी साग टिप्छु। यस्तो कलिलो पत्ता पनि खानुहुन्छ क्या साथीहरू। यस्तो यहाँबाट हामी मन्टा टिप्छौँ भनेदेखि, तर यो पनि यहाँदेखि साग टिप्नु छ। यो पत्ता पनि मिठो हुन्छ, कलिलो छ नि त, त्यही हो। आज चाहिँ मेरो बिहान बिहानै भिडियो सुरु भयो, खुसी लागिरह। मकै पनि अलि दिनमा पोलेर खाने हुन्छ। हजुर बारीमा हो। साँझमा पानी हाल्दैछु झ्याम्म पारेर। म
मैले चाहिँ एक मुठी साग चाहिँ टिपेर भ्याइसकेको छु साथीहरू। 2-4 लट्टेको पनि टिपी अरू फर्सीको मुन्टा मिसाएर टिपेको छु। अनि यहाँ मैले देखाउन खोज्दैछु करेलाको बोट साथीहरू। कस्तो मजाले फलिरहेको पनि कस्तो दामी पाराले। हेर्नु होला मेरो भिडियो साथीहरू, स्किप नगरिकन भनेर चाहिँ अनुरोध गर्दैछु है। आज चाहिँ एकदमै धामधुम मौसम भएको छ हाम्रोतिर चाहिँ। एकैछिनमा पानी आउला जस्तो, एकैछिनमा आधी बेरी आउला जस्तो यस्तो मौसम भएको छ। अनि हामीले चाहिँ मामाहरू खाइयोरी अब चाहिँ बाख्रा खोल्ने टाइम हुँदैछ। अनि म चाहिँ बाख्रा खोल्छन् होला अरू साथीहरूले पनि भनेर बसिरहेको छु पर्खेर साथीहरूलाई यसो बाटो हेर्दै। अनि यतिखेर के आएछ भन्दाखेरि चाहिँ खरबुजा आयो। खरबुजा अरे अनि सानो बाबुलाई चाहिँ फेरि बाटोमा केही हिँड्नु हुँदैन, जे आयो नि चाहिन्छ। अनि त्यही भएर अनि सानो कान्छालाई चाहिँ दिइसकेको छु। अनि अब चाहिँ हामी खानुपर्ने हुन्छ साथीहरू, आउनु होला खरबुजा खानुलाई। दिदीलाई पनि त चाहियो नि त, यो भइसक्यो अब हो यति नै खाने हो। अब यो राखिदेऊ, यो सक्यो अब त्यो काटिदिन्छु ल। अझै त खानु यतिकै खानु ल। म के खानु रे सानो मान्छे चाहिँ। आउनु होला साथीहरू खानलाई। पकाउनु एकछिन पर्ख नि त हौ। सरू दिदीलाई आफू चाहिँ खाँदैछ त्यही पनि फटा खान्छ। के हो ए खा खानको लागि सानो एउटा फोटो खिचेको साथीहरू। आउनु होला ल अघि नै लिएर पनि। अनि तिमीहरू चाहिँ के हो है बाबालाई पनि राखिदियो खानु हो। $28,000 को मेरो हाम्रो त घरमा त्यत्रो लागेन, तर अहिले त झन् महँगो भइसक्यो नि त। हामी चाहिँ बाख्रा लगाउन जाँदैछौँ। एकचोटि मजाले पानी आयो भने चाहिँ अलिक घाँस अझै पलाउँथ्यो होला है। ल अस्तिको पानीले तर मजाले हरियो भयो नि होइन। अझै पानी आयो भने अझै झन् दामी हुन्थ्यो। हिँड मनोहर यताबाट जान्छ। अस्ति त उताबाट घुमाएर लगेको थियो राजनले। ए अब चाहिँ सबैतिर मकै छ, हाम्रो पनि यतातिर नभए पहिले उखुहरू लगाउँथ्यो। हजुर कसको काकी चाहिँ अलिक परसम्म लगाएर आउनुहुन्छ। अब म चाहिँ जान्छु घरतिर। तर मौसम चाहिँ आजको अलिक अर्कै खालको छ। पानी आउने हो कि हुरी आउने हो कि के हुने हो। यहाँ चाहिँ हाम्रो बहिनी छ। यहाँ चाहिँ आँपहरू मजाले फलिरहेको छ, मसिनो छ अहिले चाहिँ। यता चाहिँ हाम्रो गाउँ। अहिले एकछिनमा फेरि आइहाल्छ लसक्क भएर। अहिले कति धेरै खाइदिइसकेको छ हौ गाँठे हो रामखोरले। कतिखेर त आएर झुक्क्याएर त खाइ नै हाल्छ नि। अहिले चाहिँ हाम्रोतिर चाहिँ आँपहरू चाहिँ यत्तिको भएको छ, मसिनो। तर बाँदरले चाहिँ मलाई दिमाग खराबै बनाएर छोड्यो। बाँदर सरकारले सबै ढुट्टो पिठो पार्यो। अहिले कतिवटा दार्यो
बाँदरले त धुरुक्कै पारे साथीहरू। बाँदरले यो सबै वरिपरि रुखहरू छ, त्यही भएर पनि झनै दुःख दिन्छ। अब मजाले रुँग्नु पर्ने हुन्छ। अब फेरि एकछिनमा आउने हो कि लसक्क भएर हेर्दै गर्नुपर्छ। अब जहिले चाहिँ उतातिर धगर आउनु बाँदर। त धेरै धेरै हुनेको चाहिँ खाँदैन फेरि भनेर चाहिँ के भन्नु। त्यहीँनिर मजाले टाढ बनाएर रुँगिरहनु भएको छ र पो ढुक्क बिहानदेखि नै। यहाँबाट देखिन्छ कि देखिँदैन, यहाँनिर टाढ बनाएर बसिरहनु भएको। अनि त्यही भएर यसो बाँदर रुँगेर बस्न अब हाम्रो त्यतिकै हुन्छ। घरि उता घरि यता गर्दा गर्दै बाँदर के चारो भयो हो। मकै त त्यति राम्रो घुवा लागेको छैन। फेरि साथीहरूलाई देखाइसकेको छु बिहानै, त्यही पनि फेरि पनि देखाउन चाहे। यो सबै बाँदरकै चारो होला, के गर्नु। गाह्रो छ, गाह्रो। रोपेको मकै भयो बाँदरको चारो। भन्दै साथीहरू अब के गर्ने त भन्दा छोटो भिडियो छ, स्किप नगरिकन हेरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यतिकैमा बन्द गर्न चाहन्छु। र साथीहरू हजुरहरू मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि देश विदेश चारैतिर छरेर बस्नुभएका मेरो युट्युब फ्यामिलीहरूलाई धेरै धेरै माया सहित चाहिँ आजको भिडियो बन्द गरौँ है। भोलि फेरि भेटौँला नयाँ भिडियो एन्ड ब्लगको साथमा। हस् त, बाई बाई साथीहरू, बाई बाई।